यो चाहिँ हाम्रो इन्टिग्रेटेड बिजनेस प्रोसेसको चाहिँ फर्स्ट पेपर हो हैन। अनि यसमा जहिले नि हाम्रो चाहिँ सेल्स एन्ड डिस्ट्रिब्युसनबाट 100 मार्क सोध्छ हैन। खासै त्यस्तो गाह्रो पनि छैन अनि इजी पनि छैन भन्दाखेरि अब प्र्याक्टिस नगरिकन त फर्स्टमा त गाह्रो त भइहाल्छ नि त। अनि यसमा भन्दाखेरि अब 45-50 मिनटमा पुरै सकिन्छ कि त्यत्रो गाह्रो पनि छैन हैन। अनि स्टेप बाइ स्टेप गर्दाखेरि छिट्टै सकिन्छ। अनि अनि यसमा यता चाहिँ सबै डिटेल दिएको हुन्छ कि यो अनुसारले पुरै फुल फिलअप गर्दै जानुपर्छ कि हामीलाई वान बाई स्टेप गर्दै जानुपर्ने हैन। अनि यसमा चाहिँ फर्स्टमा यता 1 नम्बरमा चेन्ज अ कस्टमर नेम रे। अनि यसमा जुन ह्याज दिएछ नि आफ्नो चाहिँ लर्न आइडी राख्नुपर्ने त्यो अनुसारले गर्दै जानुपर्ने हैन। अब सबभन्दा फर्स्टमा हामीलाई कस्टमर क्रिएट गर्नुपर्ने हैन। कस्टमर क्रिएट भनौँ या इन्क्वायरी भनौँ न। अनि योमा चाहिँ कोटेसन गर्नुपर्ने, कोटेसनमा यो पुरै फुल फिलअप गर्नुपर्छ हैन। अनि यता चाहिँ डिस्प्ले कोटेसन नम्बर जेनेरेट हुन्छ त्यसको चाहिँ त्यो गर्नुपर्छ, स्क्रिनसट लिनुपर्छ हैन। स्क्रिनसट लिँदै जानुपर्छ, हाल्नुपर्छ हैन। अनि त्यसमा चाहिँ थर्डमा फर्निचर बाइक चाहिँ यसमा चाहिँ भन्दाखेरि अब यसमा चाहिँ सेल्स एन्ड अर्डर प्रोसेसको आउँछ कि कुन नम्बर आउँछ हैन। अनि त्यसमा चाहिँ कोड युज गर्नुपर्ने हुन्छ जुनमा चाहिँ 10% डिस्काउन्ट दिनु छ हैन। अनि यसमा हेर्दाखेरि चाहिँ टोटल 8वटा क्वेसन छ कि 8वटा हैन। अनि त्यसको स्टेप हेर्दा पनि टोटल 8वटा मोड्युल छ कि 8वटा स्टेप गऱ्यो भने हाम्रो कम्प्लिट हुन्छ यो सेल्स एन्ड डिस्ट्रिब्युसनको। भन्दाखेरि अब फ्लो डायग्राम मैले बनाएँ कि आफ्नो अनुसारले। फर्स्टमा चाहिँ कस्टमर इन्क्वायरी गर्नुपर्ने हैन, त्यसपछि कोटेसन, अनि त्यसपछि सेल्स अर्डर, अनि डेलिभरी क्रिएसन, अनि पिकिङ, अनि पोस्ट गुड इस्युज भयो, अनि बिलिङ एन्ड इनभोइस, अनि लास्टमा चाहिँ एउटा पेमेन्ट रिसिप्ट। भन्दाखेरि अब कस्टमर इन्क्वायरी भनेको लाइक मैले कुनै पसलमा गएँ हैन, कुनै कुरा चाहियो लाइक कुनै सामान चाहियो, मैले ल्यापटपको पसलमा गएँ हैन। अनि मैले अब पहिला त इन्क्वायरी त गर्नु पर्यो नि त कुन ल्यापटप कुन हो, कस्तो बेस्ट हो कि कति, कुनमा कति जिबी ऱ्याम छ, ग्राफिक्स कति छ हैन। त्यो सबै कुरा हेर्नु पर्यो नि त। पछि गएर त्यो भयो इन्क्वायरी कि मैले त्यो हेरेँ हैन, त्यो भयो हैन। अनि कुनै ल्यापटप मन पर्यो कि मलाई, अब त्यसपछि म कोटेसनमा गएँ कि। अनि कोटेसनमा भन्दाखेरि अब ल्यापटप त मन पर्यो हैन, तर अब कतिवटा लिने ल्यापटप त्यो भयो नि। लाइक म कुनै कम्पनीको लागि लिइरहेको छु हाम्रो इम्प्लोइको लागि हैन, त मैले 10वटा ल्यापटप चुज गरेँ हैन। त्यो अनुसारले मैले भने कि 10वटा ल्यापटपको कति हुन्छ भन्नेले त्यसले यति भन्यो हैन। त्यो अनुसारले त्यो भयो हाम्रो कोटेसन। अब त्यसपछि अब ठिक छ, अब यो सेल्स अर्डर भनेको अब कस्टमर हुन्छ नि त, लाइक कस्टमर त्यसले म भयो एकछिन मान्लो हैन। अनि त्यो अनुसारले अब मैले त अर्डर गर्नु पर्यो नि त। कम्पनीले के भन्यो, त्यसको ल्यापटपको पसलको मान्छेले के भन्यो कि यति पैसा भयो त्यो कोटेसनमा, अब मलाई त अब डिस्काउन्ट गर्नुपर्ने नगर्नुपर्ने त्यो त हाम्रोमा हुन्छ नि त, फेरि म गर्छु नि त। अनि त्यतिखेर त्यसले ग्राहकले स्वीकार गरे, ठिक छ म यत्रो पैसा दिन्छु हैन, अर्डर गरिदिनु हैन। अनि त्यसपछि डेलिभरी कोटेसनमा आयो कि। डेलिभरी कोटेसनमा यो हाम्रो एकैचोटि त पसलमा राखेको हुँदैन नि त त्यो हाम्रो सामान यत्रो हैन। अनि त्यही भएर अब त्यो स्याम्पलको लागि मात्रै राख्छ कि पसलमा। त्यही भएर वेयर हाउसमा राख्छ कि, जसलाई गोदाम पनि भन्छ हैन, अनि वेयर स्टोर पनि भन्छ हैन, बुझौँ न नर्मल भाषामा। अनि त्यतिखेर त्यसले त्यो वेयर हाउसको त्यो जुन हुन्छ नि मान्छे, अनि त्यसलाई त्यो इन्फर्मेसन दिन्छ कि नोटिस पठाउँछ कि एउटा कि यत्रो ल्यापटप चाहियो त्यो निकाल्नुपर्ने हैन। त्यो भयो। अनि त्यसपछि पिकिङ भयो कि। पिकिङ भनेको अब त्यो मान्छेलाई त पठायो हैन कि यत्रो ल्यापटप चाहियो, त्यसले निकाल्छ कि यो गोदामबाट भनौँ न वेयर हाउसबाट निकाल्छ कि 10वटा ल्यापटप। त्यो चाहिँ पिकिङ भयो, त्यताबाट निकाल्यो। अब पोस्ट गुड इस्युज पिजिआई भनेको अब यो चाहिँ ल्यापटप पठाउँछ कि यो मान्छेलाई, मैले ल्यापटप किने 10वटा मलाई पठाउँछ कि त्यहाँ। अनि त्यसपछि वेयर हाउसबाट त्यसले त अब त्यसले माइनस गर्छ नि, त्यो यत्रो सामान थियो मेरो यत्रोबाट अब घटाउँछु कि। अब माइनस त गर्नु पर्यो नि त, हाम्रो कुन कुन सामान के कता गयो त्यो अनुसारले। त्यो हाम्रो भयो पोस्ट गुड्स इस्युज, अब त्यो अनुसारले कि। अब त्यसपछि 7मा छ हाम्रो बिलिङ अर इनभोइस भनौँ न। इनभोइस भन्नाले त्योले बिल पठाउँछ कि, अब मैले ल्यापटप लिएँ मलाई बिल पठाउँछ कि तपाईँको पैसा यति भयो भनेर। अब हेर्नु पर्यो हैन, कुनमा कति छ, कति ट्याक्स छ, त्यो अनुसारले पुरै हेर्नु पर्यो कि। अनि त्यसपछि कति डिस्काउन्ट छ त्यो सबै यो बिलमा लेखेको हुन्छ, त्यसलाई बिलिङ भन्छ या इनभोइस भन्दा नि भयो। अनि त्यसपछि लास्टमा चाहिँ हाम्रो चाहिँ पेमेन्ट रिसिप्ट छ कि। पेमेन्ट रिसिप्ट भन्नाले अब हामी अब के गर्छ, हामीले पैसा तिर्छौँ कि। अब जुन कम्पनीबाट हामीले के गर्यो त्यो ल्यापटप लिएको थियो नि त जुन पसलबाट, अब त्यो पसलको ल्यापटप 10वटा ल्यापटपको त पैसा त तिर्नु पर्यो हैन। अनि त्यो अनुसारले हाम्रो 10वटा ल्यापटपको पैसा तिर्ने। अब त्यही भयो कि हाम्रो, यसलाई नि भन्छ पेमेन्ट रिसिप्ट कि। लास्टमा जुन आउँछ नि पेमेन्ट गरेर रिसिप्ट हुन्छ नि, त्यो भयो कि। स्टेटमेन्ट बुझौँ न एक तरह छ। अनि त्यो अनुसारले कि यत्रो हाम्रो 8वटा स्टेप छ कि, टोटल 8 स्टेप हैन। अब क्वेसनमा जाँदाखेरि एकचोटि क्वेसनमा गएछ भने अब के गर्ने,
फर्स्टमा मैले के भने एकछिन म यसलाई यसो गरिदिउँ, यसो गरिदिउँ। एक नम्बरमा भयो, एक नम्बरमा जहिले नि के गर्ने कस्टमर इन्क्वायरी गर्ने होइन। अनि त्यसपछि दुई नम्बरमा के गर्ने कोटेसन बनाउनु पर्ने के। अनि दुई नम्बर कोटेसन भयो होइन। अनि थर्डमा के छ हाम्रो सेल्स अर्डर होला, सेल्स अर्डर गर्नुपर्ने कि थर्डमा जहिले नि। अनि फोर्थमा हाम्रो के छ डेलिभरी क्रिएसन गर्नुपर्ने होइन। अनि त्यसपछि फिफ्थमा हाम्रो चाहिँ पिक गर्नुपर्ने कि हाम्रो कति त्यो चाहियो कि कति ल्यापटप चाहियो त्यो वेयरहाउसबाट त्यो चाहिँ पिकिङ गर्नुपर्ने होइन। अनि त्यसपछि सिक्समा पनि के भन्यो त्यो सिक्समा चाहिँ हाम्रो पोस्ट गुड इस्यु भन्छ नि होइन, त्यो ल्यापटप पठाउँछ कि त्यो मान्छेले जुन मान्छे ल्यापटप लिएको हुन्छ त्यसलाई पठाउँछ, त्यो सिक्समा भयो। अनि सेभेनमा चाहिँ बिलिङ या इनभोइस होइन, त्यो ग्राहकलाई बिल पठाउँछ के भन्दाखेरि कस्टमरलाई बिल पठाउँछ कि तपाईँको ल्यापटपको पैसा यति भयो भनेर। अनि त्यो अनुसारले अहिले डिस्काउन्ट हेर्छ के हेर्छ त्यो अनुसारले बिलमा लेखेको हुन्छ। अनि लास्टमा 8मा चाहिँ त्यसले पेमेन्ट गर्छ होइन कि तपाईँको ल्यापटपको यति पैसा भयो त्यो अनुसारले पेमेन्ट गर्छ। अनि त्यसपछि त्यसले रिसिप्ट पाउँछ। अनि त्यति स्टेप मात्रै गर्नुपर्ने कि अब त्यसलाई यो त भयो हाम्रो एक्चुअली पहिला हामी प्र्याक्टिकल गरेर पनि हेर्छौँ होइन।